नमस्ते सबैजनालाई। म प्रकाश सुवेदी। आराम हुनुहुन्छ होला सबैजना? म पनि आरामै छु। प्रकाश ब्लग युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु यहाँ सबैजनालाई। साथै नयाँ भिडियोमा पनि साथीहरू आज हामी राजन अधिकारी सर पनि हुनुहुन्छ यही। हेलो राजन अधिकारी सर। हेलो। उहाँले कहीँ घुम्न लान्छु भन्नुभयो र हामी दुईजना घुम्न घरबाट निस्केका छौँ। प्रकाश ब्लग युट्युब च्यानलमा रहेका भिडियोहरू हेरेर लाइक शेयर सब्सक्राइब र कमेन्टहरू गरिदिनु होला। भिडियोहरू कस्ता छन् के छन् जस्ताको तस्तै भनिदिनु होला, सुधार्ने मौका दिनु होला। प्रकाश ब्लग युट्युब च्यानललाई माया गरिदिनु होला भन्दै हामी यहाँबाट अबको क्लिप भनेको चिम्मवनबाट हुन्छ। ओके साथीहरू, हामी दुईजना घरबाट हिँडिसकेका छौँ। राजन सर अगाडि हुनुहुन्छ, बाहिरको बाटोबाट अगाडि बाटो बाइकमा चढ्नुहुन्छ। म चाहिँ घरबाट निस्किसकेँ। ल अब हामी यहाँबाट लागिसकेका छौँ, घरबाट निस्किसकेका छौँ। कता लान्छु भन्नुभयो हाम्रो राजन सरले? त्यतै जान्छु म, यताबाट जाऊँ, पिचबाटै जाऊँ के है। शहीद चोक निस्किसकेका छौँ हामी। यताबाट घुमेर जान्छौँ हामी है। हामीहरू राजन सरले भनेको साइडतिरै लागिरहेका छौँ। राजन सर हल्का बिरामी भएको हुनाले उहाँ धेरै 2-4 दिन अघिदेखि त बेड रेस्टमा हुनुहुन्थ्यो। उहाँलाई फ्रेस हुन मन लाग्यो अरे, त्यो भएर मैले उहाँलाई जहाँ भन्नुहुन्छ त्यही जान लागेको हामी। हामी अहिले यो हाम्रो घरभन्दा माथिपट्टि डुँडाको मुख भन्ने ठाउँ छ, यहाँ मन्दिर पनि रहेको छ। त्यो ठाउँमा आएका छौँ। त्यहाँबाट हामी माथि जान्छौँ। अगाडि बढ्यौँ हामी डुँडामुखबाट। नहर पनि रहेको छ, नहर कटेर अगाडि बढ्यौँ। सरुवा पिच बाटो छ। राजन सर, कस्तो लागिरहेछ यात्रा? रमाइलो छ है। ल आज तपाईँकै प्लेस, तपाईँले चोइस गरेको प्लेसमा जान लागि छ। ढुक्क हुनुहोस्, रमाइलो पक्कै पनि हुन्छ। प्रकाश ब्लग युट्युब च्यानलमा रहेका भिडियोहरू हेरेर लाइक शेयर सब्सक्राइब र कमेन्टहरू गरिदिनु होला। प्रकाश ब्लग युट्युब च्यानललाई माया गरिदिनु होला साथीहरू है। यहाँबाट कता सर?
अगाडि अगाडि नै हो है सरले अर्को चोइस प्लेस ठाउँ यहाँ रहेछ ओके साथीहरू हामी फाइनल्ली राजुन सरले भनेको ठाउँमा आइसकेका छौँ यो यतापट्टि साइडमा दिपाङ ताल मैदी ताल पर्छ भने यतापट्टि वन जङ्गल भइहाल्यो माथिपट्टि देख्न सक्नुहुन्छ यो स्याङखुजी जाने बाटो भइहाल्यो यसरी भ्युजहरू रहेको छ हजुरहरूलाई म यसको लोकेसन देखाउन चाहन्छु आउन सक्नुहुन्छ हजुरहरू यो पोखराबाट लेखनाथ यता ऊबाट डोडाको मुखबाट आउने बाटो हो यो यसरी यहाँनिर हिँड्छ यतापट्टि बेगनास ताल रहेको छ एकदमै राम्रो ठाउँ सुन्दर ठाउँ रहेको छ यो पारीको डाँडो बेगनास रहेको छ यहाँबाट हामी अहिले भनिहालेँ मैले स्याङखुतीतिर कालिका सौरी मास्टनतिरको हिँड्छ हामी है साथीहरू यस्तो आकर्षक ठाउँ रहेछ प्रत्येक हप्तामा एकचोटि दुईचोटि जानु है बेगनास ताल रहेको छ हेर्नुहोस् साथीहरू बेगनास तालको माथि डाँडाबाट खिचेको रहेको छ यो डाँडाबाट यतापट्टि यो मैदी ताल देखिन्छ देख्न सक्नुहुन्छ यस्तो भ्युज देखिन्छ राम्रो सबैजना आएर घुम्दिनु होला हेर्दिनु होला है हेर्नुहोस् साथीहरू यो जुन देखिएको यो ताल रहेको छ यो मैदी ताल रहेको छ हामी यो माथिपट्टि डाँडामा आएका छौँ यो ठाट डाँडोबाट देखिएको दृश्य रहेको छ देख्न सक्नुहुन्छ हजुरहरूले यस्तो राम्रो भ्युज रहेको छ साथीहरू यहाँबाट यस्तो राम्रो भ्युज देखिन्छ तलपट्टि खर्खार डोडाको मुख सिसुवा बजार
ओके साथीहरू, हामी यहाँबाट फर्केर जुन हाम्रो राजन अधिकारी सरले भन्नुभएको वनपोखरी भन्ने ठाउँबाट फर्केर बाटोमा आउँदैछौँ। मैले भिडियो खिचिरहेको छु, देख्न सक्नुहुन्छ हजुरहरूले। अघि जुन बाटो गएका थियौँ त्यही बाटो, कुनै बाटो त्यही बाटो फर्क्यौँ, कुनै बाटो अर्को बाटो फर्किएका छौँ हामी। एकदमै रमाइलो भ्युजहरू देखाउनु भयो राजन सरले। मैले भिडियोमा पक्कै पनि देखाउने छु, हेरिदिनु होला सबैजनाले। लाइक, सेयर, सब्सक्राइब र कमेन्टहरू पक्कै पनि गर्नुहुनेछ भन्ने आशा राख्दै छु। मैले यहाँ अगाडि बढिरहेको छु, सक्नुहुन्छ। हामी अहिले ठ्याक्कै डुँडाको मुख आइसकेका छौँ। डुँडाको मुखबाट अघि अर्को बाटो गएका थियौँ भने अहिले घुमेर गएका थियौँ भने अहिले सिधै हामी सिधा बाटो जान्छौँ। यहाँबाट अहिले यताबाट आएका थियौँ भने अहिले यताबाट जान्छौँ हामी। यो बाटो हामीलाई सिधा पर्छ है, छेउ बाटो यस्तो रहेको छ। आजको भिडियोलाई अन्त्य गर्न चाहन्छौँ। आजको भिडियो हेरेर अथवा प्रकाश ब्लग युट्युब च्यानलमा रहेका भिडियोहरू हेरेर लाइक, सेयर, सब्सक्राइब र कमेन्टहरू गरिदिनु होला। के कस्तो लाग्छ जस्ताको तस्तै भनिदिनु होला। भिडियो सुधार्ने मौका पाउनेछौँ भन्दै आजको भिडियोबाट बिदा हुन्छु। नमस्कार, धन्यवाद।